के तपाईले कहिले सोच्नु भएको छ एकजना केटा जसले बाल्यकालमा धेरै सङ्घर्ष गरे, प्यारेन्ट्सको सेपरेसन, होस्टेल लाइफ, आर्थिक सङ्घर्ष, डिजे जीवन र सामाजिक अभियन्ता र त्यही केटा एक दिन नेपालको गृहमन्त्री बन्छ भनेर? यो कुनै फिल्मको कथा होइन, यो हो नेपालको गृहमन्त्री सुदन गुरुङको रियल लाइफ जर्नी। हेलो एभ्रिवान, दिस इज प्रताप खाम्बाङ एन्ड वेलकम ब्याक टु माई च्यानल बिलिभ मी। आज हामी हेर्नेछौँ कसरी गोर्खाको एक साधारण ठिटो नेपालको टप मिनिस्ट्री मध्ये एकको मिनिस्टर बन्न पुगे। यस विषयमा थप बुझ्नका लागि यस भिडियोलाई अन्तिमसम्म नछुटाइकन हेरिदिनुहोला। सुदन गुरुङको जन्म विक्रम सम्वत 2044 साल श्रावण 2 गते गोर्खा जिल्लाको चुम्नुब्री गाउँमा भएको थियो। उनी सानो हुँदा नै उनको प्यारेन्ट्स अलग भएका थिए अनि त्यसपछि उनी चितवन जिल्ला सरे, जहाँ उनलाई उनका हजुरबुवा र हजुरआमाले हुर्काएका थिए। उनले धेरै समय होस्टेलमा बसेर पढाइ गरे। चितवनको कालिका गुरुकुल स्कुलबाट एसएलसी सकेर फर्दर स्टडिजको लागि काठमाडौँ सरे। सुदनले आफ्नो जीवनको ठुलो हिस्सा काठमाडौँमा बिताए। चितवनबाट काठमाडौँ सरेपछि उनको पहिलो जागिर कल सेन्टरमा थियो। त्यसपछि उनी डिजेको रूपमा काम गर्न थाले र ठमेलमा डिजे सुदनको नामले परिचित भए। बिस्तारै उनीले इभेन्ट म्यानेजमेन्ट र इन्टरटेनमेन्ट इन्डस्ट्रीमा राम्रो नेटवर्क बनाए। त्यो बेला कसैले सोचेको पनि थिएन यही डिजे एक दिन नेपालको गृहमन्त्री बन्ला भनेर। विक्रम सम्वत 2072 साल वैशाख 12 को डिभास्टेटिङ अर्थक्वेक नेपालको हिस्ट्रीको सबैभन्दा ठुलो डिजास्टर मध्ये एक हो र त्यही भूकम्पपछि उनको लाइफमा ठुलो परिवर्तन आयो। रिपोर्ट अनुसार भूकम्पको रेस्क्यु मिसनमा भोलिन्टियर गर्दा उनले मानवीय पीडा नजिकबाट देख्न पाए। त्यसपछि उनको फोकस नाइट लाइफबाट सोसल सर्भिसतिर जान थाल्यो। उनले भोलिन्टियर ग्रुप्स अर्गनाइज गर्न थाले र डिजास्टर भिक्टिम्सहरूलाई हेल्प गर्न सुरु गरे र त्यहीँबाट सुरुवात भयो हामी नेपाल। हामी नेपाल एउटा युथ लेड सोसल अर्गनाइजेसनको रूपमा विकसित भयो। भूकम्प, बाढी, पहिरो, कोभिड क्राइसिस जस्ता समयमा अर्गनाइजेसन एक्टिभ थियो। सुदन गुरुङको इमेज बिस्तारै सामाजिक अभियन्ताको रूपमा डेभलप हुन थाल्यो। थाउजन्ड्स अफ भोलिन्टियर्स, इमर्जेन्सी रेस्पोन्स, रिलिफ डिस्ट्रिब्युसन, कम्युनिटी सर्भिस यस्तै कामहरूले गर्दा उनलाई युथहरू बीच पपुलर बनाउँदै लगे। विक्रम सम्वत 2082 सालमा नेपालमा युथ ड्रिभन पोलिटिकल मुभमेन्टहरू बढ्न थाले। त्यसकै फलस्वरूप विक्रम सम्वत 2082 साल भद्र 23-24मा जेनजी प्रोटेस्ट सुरु भयो। त्यो बेला उनी एउटा स्ट्रङ युथ भोइसको रूपमा अगाडि आए। त्यही आँट, साहस र योगदानले गर्दा उनी नेपाली युथको सामु लोकप्रिय हुन सुरु भए। बिस्तारै उनको पपुलारिटी सोसल सर्भिसबाट पोलिटिकलसम्म पुग्न थाल्यो। विक्रम सम्वत 2082 फागुन 21 को चुनावमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभासदका लागि आफ्नो नाम दर्ता गरे। त्यसकै नतिजा स्वरूप गोर्खा 1बाट 29,896 भोट लिएर इलेक्सन जिते र पहिलोचोटि सभासद बन्न सफल भए। यो उनको लाइफको सबैभन्दा ठुलो पोलिटिकल एचिभमेन्ट थियो। डिजेबाट अभियन्ता, अभियन्ताबाट सभासद र सभासदबाट विक्रम सम्वत 2082 चैत्र 13मा सुदन गुरुङ पहिलोचोटि नेपालको गृहमन्त्री जस्तो गरिमामय पदमा अपोइन्टेड भए। तर केही पर्सनल विवाद, कन्ट्रोभर्सी र पब्लिक प्रेसरको कारण विक्रम सम्वत 2083 वैशाख 9मा होम मिनिस्टर पोस्टबाट राजीनामा दिए। छानबिन समितिबाट क्लिन सिट पाएसँगै उनी फेरि विक्रम सम्वत 2083 ज्येष्ठ 26मा दोस्रोचोटि नेपालको लागि गृहमन्त्री बन्न सफल भए। होम मिनिस्टरको रेस्पोन्सिबिलिटी एकदम ठुलो हुन्छ। नेपाल पुलिस ओभरसी गर्ने, इन्टरनल सेक्युरिटी म्यानेज गर्ने, ल एन्ड अर्डर मेन्टेन गर्ने, डिजास्टर रेस्पोन्स कोअर्डिनेट गर्ने, बोर्डर सेक्युरिटी मोनिटर गर्ने। यो मिनिस्ट्री डिरेक्टली देशको सेक्युरिटीसँग रिलेटेड हुन्छ। सुदन गुरुङको अपोइन्टमेन्टले युथ जेनेरेसनमा ठुलो एक्साइटमेन्ट क्रिएट गर्यो, किनभने धेरै मान्छेहरूले यो अपोइन्टमेन्टलाई न्यू जेनेरेसन लिडरसिपको सिम्बलको रूपमा हेरे। सुदन गुरुङको जर्नीले हामीलाई एउटा इम्पोर्टेन्ट पार्ट सिकाउँछ। जीवनमा सुरुवात जहाँबाट भए पनि फरक पर्दैन, अन्त्य कहाँ पुग्छ भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण हो। होस्टेलको केटा, डिजे, भोलिन्टियर, सामाजिक अभियन्ता हुँदै सभासद र फाइनली होम मिनिस्टर। यो हो नेपालको गृहमन्त्री सुदन गुरुङको कथा। तपाईँको ओपिनियन के छ? के सुदन गुरुङले नेपाललाई एक पोजिटिभ दिशातिर लग्न सक्लान् वा पुरानो नेताहरू जस्तै काम कम भाषण बेसी? आफ्नो आफ्नो विचार कमेन्टमा लेख्नुहोला। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो? इफ राम्रो लाग्यो भने प्लिज डु नट फर्गेट टु लाइक, कमेन्ट एन्ड सेयर दिस भिडियो।
र थप यस्तै यस्तै अरू भिडियो पनि हेर्न चाहनुहुन्छ भने प्लिज डु नट फर्गेट टु सब्सक्राइब माई च्यानल बिलिभ मी। थ्याङ्क यू फर वाचिङ, सी यु नेक्स्ट भिडियो।